देशमा गएर कुटो कदालो गरेको भए योभन्दा पैसा धेरै कमाउँथ्यो होला सायद। परदेशमा सजिलो रहन्छ दाइ, दिनरात अरूको काम गर्नलाई। ए काना लाटो टाइए टाइली कट्टो बिहार बारा मिल्न लाग्यो टाइटली रोड न रोड काँडा लाटो हो भन्छ मलाई एकचोटि। हजुर दाइ के गर्नु, विदेश आएको नि यतिका दिन भइसक्यो दाइ, के गर्नु, न टाइममा स्यालेरी मिल्छ, न सोचेको गर्न सकिन्छ, न सोचेको खान सकिन्छ। यो परदेशी जिन्दगी हाम्रो, न कमाउनै सके, न रमाउन सके, न घर परिवार हेर्न सके। के गर्नु दाइ विदेशमा बसेर, साउको किचकिच, जहिलेको साउको किचकिच, स्यालेरी दिँदैन दाइ, के गर्नु घर नगर। म त घर जान्छु दाइ, आफ्नै गाउँमा गएर कुटो कोतालो गर्छु दाइ म गएर, यो विदेशमा काम गर्नु सट्टा। ला तँलाई के भयो त भन्छ, आएको ऋण पनि तिरेको छैन भन्छ, कसरी जानलाई त घर फेरि त आएको 2-4 वर्ष पनि भएको छैन त, ऋण पनि तिरेको छैन भन्छ, कसरी जान्छ ल गर्छ। ऋण त त्यस्तै हो दाइ, के गर्नु, आएको ऋण पनि तिरिसकेको छैन, यहाँ बसेर पनि के गर्नु दाइ, आफूले चाहेको जस्तो जिन्दगी जिउन पाएको छैन। जहिले अरूको काममा खटन, दिनरात काम गर, दिनरात काम गर, भनेको बेलामा पैसा हुन्न, बिरामी भएको बेलामा हेर्ने कोही हुँदैन परदेशमा। के गर्नु दाइ, यस्तै छ परदेशी जिन्दगी। मेरो पनि हालत त्यस्तै हो भाइ, यो मनको बेला कसले बुझ्छ र हाम्रो हो, मेरो पनि हालत त्यस्तै हो, तिम्रो जस्तै हो, हाम्रो मनको बेला कसले बुझ्छ ल भाइ। अर्काको देशमा रगत पसिना बगाएर काम गर्नु, अरूको खट्टरमा काम गर्नु सक्दा दाइ, बरु आफ्नै नेपाल देशमा गएर पसिना बगाउनु, खुट्टो कोतालो गर्नु, त्यही नि राम्रो हुन्छ दाइ। त भाइ तिमी आफ्नै गाउँको मान्छे, तिमी घर जाँदाखेरि मेरो बुढी आमालाई एउटा चक्लेटसम्म किनेर पठाउन पाएन भाइ मैले। म छोडा भन्नलाई दिक्कत छ, परदेशमा बटेको 4-5 वर्ष भइसक्यो, म राम्रो कमाएको छु, जहिले बिरामी भएर बटेको छु, यो परदेशीको पीडा कसले बुझ्छ र भाइ। तिमी जानु शुभयात्रा भाइ। म जान्छु ल दाइ, आफ्नो ख्याल गर्नु ल दाइ।